भ्लग चाहिँ 35 बाट भइरहेको किनभने अलिअलि टाउको मात्रै आउन सक्छ हैन ठाउँ साङ्ग्रो छ अनि त्यसपछि ल्याएर हाम्रो गगन छ यहाँनेर यी बाहिर नर्सिया बजाउने भन्दै गगनले चाहिँ किस्दै हाम्रो धेरै भइरहेका छन् ट्याक्क लाएर मनाउँदै यता छन् यहाँनिर टिकट डाला भइरहेछ आमो यता हुनुहुन्छ के छ आमो ठिक छ अब कहिले फर्किने हो त यताबाट हजुर भोलि हाम्रो चाहिँ ट्याक्क लगाएर यहाँनिर अब पार्टीको सुट हुँदैछ अनि यहाँनिर 85 हालेर हाम्रो भिडियो सुट भइरहेछ यतातिर ट्याक्क लगाएर अर्को 85 हालेर फोटो सुट भइरहेको छ अनि त्यसपछि 70-200 हाम्रो यहाँनिर एउटा बहिनी छ कस्तो राम्रो यता अर्को बहिनी पनि छ दिदी बोलेको बल्ल सुन्न पाइयो आज हिजोदेखि फाइनली हामीले चाहिँ हैन ट्याक्क लाएर कति घण्टा भयो भने 12 घण्टा पनि बढी भयो होला भाउजूको आवाज बल्ल बल्ल सुन्यौ धन्य भयो प्रफुल्ल भयो अब मनाइदेऊ न त जयकार हामीले चाहिँ आज ट्याक्क बोलाउँछ भनेर आएको हो हैन हेर्नु एकअर्कालाई के हो भाइ के छ तिम्रो नाम के हो टुपी त दामी छ त संस्कृत पनि गरे होला गणानन्द भन्दैउ न त यताबाट हट बहिनीहरु हट त हट यता यता ल अब हातसम्म त सर हिँड्दै आउनु भयो कि हाम्रो चाहिँ यहाँनिर ट्याक्क लगाएर भिडियो सुट भइरहेको छ अहिले चाहिँ गर्मी नै भए जस्तो यस्तो हम्किरहेको होइन यस्तो सुविधा पाइरहेको अनि डेन्जर गर्मी भयो है अनि त्यसपछि लगाएर चाहिँ हामी यहाँनिर पोस्ट वेडिङ भन्दा नि यहाँनिर चाहिँ फोटोसुट भइरहेको हो फोटोसुट भिडियो सुट अनि त्यसपछि लगाएर के को भन्दाखेरि पार्टीको होइन अनि पोस्ट वेडिङ भने नि पार्टी भने नि अब त्यस्तै सुट हो होइन त्यही हो अब हाम्रो यहाँ सुट हुन्छ आज दिनभरि अनि त्यसपछि बेलुका हामी यहाँ होटल गएर बस्छौँ अनि त्यसपछि भोलि ब्याक टु हेटौँडा अनि हामी साथीसँग फेरि भोलि पनि हामी बाइकमा चढेर जानेछौँ हेटौँडा ट्याक्क लगाएर तल्लो बाटो यसरी हात देखाउने यसरी हो त्यसरी हो यतापट्टि चाहिँ देखाउनु पर्ने फेरि पनि हामी आइसकेको छौँ यहाँ अर्को पोज लिएर यहाँ भाइले चाहिँ बाइक चलाउनु लागिरहेको ट्याक्क लगाएर चलाइदिने बाइक के हो कुरो खासमा खै चाबी छैन रहेछ लास्टमा अनि यसपछि ट्याक्क लगाएर यहाँ चाहिँ सुट भइरहेको छ यता हाम्रो बहिनीले चिकन खाइरह तिम्रो नाम के हो भनिदेऊ न आर्या के हो कहाँनिर हो तिम्रो घर पिप्ले कहाँ हो नै हो कुन हो कुन चाहिँ बेहुलाको बहिनी हो तिमी गुड तिमी के हो राजु के हो घर कहाँ हो उमा थियो कहाँ हो ए कोलपुटाहरू हाम्रो साथी यहाँनिर साथी सही देखाएर तिमीलाई त अब दुईटा हात छटाउ न मेरो मैले सब्स्क्राइब गरेको तर साथीले सब्स्क्राइब गरेर चाहिँ छैन है जे भाइ ओ हाम्रो साथी यहाँनिर आइसक्यो यो जान लाग्यो पावर ब्याङ्क माग्न आइसक्यो अब जानिरै ट्याक्क घर सब्स्क्राइब गरिदिला ल भन्दा च्यानल के भन्दा मेरो विनोद तिमल सिन्हा के विनोद के रे तिमल सिन्हा तिमल सिन्हा देखि ए कहिले भन्नु भएको थियो कहिले ल विनोद भन्न सक्छ विनोद TIM मात्र हो कि के भन्छ TIMALSINA हैन हैन TIMALSINA विनोद भन्दा आउँदैन म सर्च गर्दिन ल भाइ गरेर तिमी पनि गर्छौ ल 1 2 3 4 जना भेटिसक्यो यहाँनिर ल हो ल वाच टाइम पनि है त फुल भिडियो हेर्नु पर्छ नकटाइकन है ल त्यही तिमी आउँछौ अब 100% हो ल अरू केही भन्नु हो भन्देऊ न त
मेरो भ्युअर्सलाई के भन्छौ तिमी अब मेरो हेर्ने मान्छेहरूलाई अनि अरू व्रत बन्द गरिसके रहेछ त आउँछ गायत्री मन्त्र आउँछ मैले सोध्छु बहुत हाम्रो आजको भ्लग सकिँदैन किनभनेदेखि हाम्रो अझै यहाँनिर साथीले हेर्ने दुईवटा चस्मा लगाएर बसिरहेछ चस्मा देखाएको छ पस देखाएको छैन हैन पस पनि देखायो अनि त्यसपछि ल्याएर त्यही हो साथीको सहयोगै छुट्टै छ पुरै दिएन अरे बाबा छ अनि त्यसपछि ल्याएर हाम्रो यहाँनिर फोटोसुट भइरहेछ होइन अनि साथीले चाहिँ खालि यही गरेछ अनि हाम्रो भाइ चाहिँ खालि उफ्रै गर्छ अनि त्यसपछि ल्याएर त्यही हो हामी यहाँनिर चाहिँ यही तपाईँहरू पनि केही बोलिदिनु न यसो अहिले आज हो किन नबोल्नु भा तिमीलाई के मतलब भन्नु हामीलाई म दाइ भन्दा अगाडि हामीसँग बोल्नुपर्छ त्यहाँ त हजुर फोटोग्राफ सक्छ छैन भन्नु हामी त खुसी भयो कि हामीलाई त प्रायः फोटोग्राफ नपराए राम्रो लाग्छ पुरै जुत्छ नि त अनि त्यसपछि ल भाउजू तपाईँको 2-4 सर्ट लिनुपर्छ भने भाउजू त माथि नै हेर्नु न बोल्दा पनि बोल्नु भने एक शब्द कि हामी जानुभन्दा पहिले गएर गरे नि त नि अनि भाउजूको त्यो यस्तो घुम्टो फाले अब यताउता सर्टहरू क्लोजअपहरू लिउँला भनेर गएको भाउजू बोल्नु नै भएन अनि अलि भाउजू अलि मजालु हुनु ल फोटो खिचिहाल्नु ल अहिले अलि त आउँदै हाम्रो अहिले एकछिनमा चाहिँ अन्तर यो कुराकानी साटा छ हाम्रो हिजोको भ्लगमा होइन आज हिजो नबोलेको कुराहरू अब आज यहाँनिर खुल्नेवाला छ किनभने हामीले आज अलिअलि कुरा थाहा पाइसकेको छौँ किनभनेदेखि हामी फेरि आइसकेको छौँ तपाईँहरूलाई लिएर नयाँ च्यानल होइन पुरानै च्यानल हो तर पनि नयाँ भिडियो हो कि बुझ्नुभयो हामीले फोटोसुट भिडियो सुट सँगसँगै हामीले बेहुलीसँग कुरा बेहुलासँगको कुरा यता देखाउँ न अनि त्यसपछि ल्याएर हिजो सबसँग कुरा गरेँ अनि त्यसपछि आज पार्टीको चाहिँ अब त्यताको छैन किनभनेदेखि त्यता खासै केही पनि भएको छैन नि त त्यही बाजा बजाउने नाच्दा मात्रै बाबु नचल त तिमी अनि त्यसपछि ल्याएर त्यही हो अब हामी फेरि यहाँ अर्को लोकेसनमा जानेछौँ अर्को ठाउँमा पनि सुट गर्छौँ अनि त्यसपछि ल्याएर साथी चाहिँ पुरै यहाँ दुराख होइन त्यही हो अनि हाम्रो यहाँ सुट भइरहेछ अब चाहिँ ट्याक्क लगाएर अनि हामी रुपेश दाइ फोटो खिच्दै हुनुहुन्छ ट्याक्क लगाएर भाउजू यहाँ ल त्यही भएर के दाइ कस्तो बबाल मजा आइरहेको बाइक चलाउन धन्यवाद भाइ मजा आइरहेको ए हामी पहिला स्कुल आउने बाटो यार कहाँ न म यहाँ यस्तो मिलाउन थालेँ तपाईँलाई कस्तो लागिरहेको गर्मी भएर हामीले पोलेर मर्नु बाटोमा डर लाग्यो लास्ट आज मार्दिनु के डर लाग्छ भाउजू पुरै यता फर्केर एक साइड मात्रै बस्नु भएको थियो डराएर दुवैपट्टि फर्केर बस्नु भएछ अरू केही बोल्दिनँ ब्लगमा हाम्रो के बोल्ने तपाईँले के बोल्नु जानु लागेको यत्रो कस्तो गरेर दुःख गरेर मेरो त मेन त यो चप्पल यस्तो हो दाइ अनि त्यही भएर भन्नु न नमिल्यो अरू के भन्ने के भन्नुहुन्छ के भन्ने भाइरल मान्छे थियो भाइरल यो बाइक चलाउँदाको ऊ भन्दै यो बाइक चाहिँ होइन मलाई एकदम मनपर्ने बाइक हो 220 खासमा अलिक होइन यो यस्तो झारेपातेहरू भन्दा भन्न खोजेको फेरि नराम्रो चाहिँ होइन बलियो चाहिँ धेरै बलियो हुन्छ कि यो बाइक मैले लगभग 7 वर्ष जति चलाएँ होला 220 बवाल हुन्छ कि अनि आजको बाटोको बारेमा बाटो चाहिँ ट्रेन भद्रलाई जति हुन्छ बाटो चाहिँ कस्तो अनि फाइनली हामी मनदारी ए केटा हो कि दुईटा अनि उसलाई पऱ्यो नि त मलाई गाडी फाल्यो ठाउँ राम्रो कि हेर न हामी अब के भन्ने के अरे दार्जिलिङ भन्दा दामी ठाउँ आइसकेको छौँ यतिखेर तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो यहाँ अब पोस्ट वेडिङ सुट हुँदैछ होइन त दाजु के हो पोस्ट वेडिङ भन्ने कि प्री वेडिङ भन्ने कि प्री वेडिङ के हो दाइ खासमा
के छ दाइ बोल्नु नि त अब यसो दाइ एम्पायरवाला चस्मा लगाइदिनु न एकचोटि अब हाम्रो दाइले एम्पायरवाला चस्मा लगाइसक्नु भएको छ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले ल तपाईँ यहाँनिर बसिसक्नु भयो थकाइ नै लाग्यो आउँदा आउँदै है तपाईँलाई हजुर खै कहाँनिर यहाँनिर रुपेश दाइले ड्रोन उडाउन लागिसक्नु भएको छ ट्याग लाएर हाम्रो अर्को क्यामेरा रेडी छ यहाँनिर अनि यता ड्रोन उडाउन लगाएर हामी चाहिँ यहाँ पोस्ट वेडिङ गर्दैछ ठाउँ चाहिँ दामी छ है दामी नै छ कि अनि त्यही हो यस्तो माई ब्लग है केटा हो हामी चाहिँ के अरे पोस्ट वेडिङको सुटिङमा आइरहेको छ यहाँ नुवाकोट कुन ठाउँ रे यो खोइ त्यही ठाउँ नुवाकोटमा चिल्टुङपोट त्यो हो यता सुटिङ भइरहेको म चाहिँ बेहुला हो हिजो बिहे हो मेरो ब्लगर भाइ यहाँ छ अनि हाम्रो दाइ ट्याग लगाएर हामीलाई दाइले नै भने हो आइडिया त्यहाँ हो ब्लग बनायो भनेको केटाहरूलाई पैसा कमाइन्छ युट्युबमा पैसा हालेर भनेको केटाहरू स्टार्ट भइसक्यो स्टार्ट तर हामीले अगाडि दिइ गरिरहेको थियो दाइले भनेपछि झन् बवाल मजा आएर हामीले धेरै बनाइरहेको तर यिनीहरू कपिराइट कन्टेन्ट हाल्दो रहेछ होइन पहिला चाहिँ मैले त सर्ट मुभी बनाएर हाल्थेँ पुरै कति खास सब्सक्राइबर ए पुगिसकेको रहेछ त अब ऊ मात्र पुग्नु पर्ने रहेछ फर्स्ट टाइम मात्र पुग्नु भएर फर्स्ट टाइम पुऱ्याउनु म पुऱ्याइदिन्छु भाइ आइडी ल्याऊ म जापान गरेर एक महिना वाच टाइम पुऱ्याइदिन्छु सही हो म यहाँको यो पेको दुइटै आजको हिजोको सबै हाल्ने गरेको छु होइन त्यो हालेपछि तपाईँ चलायो न बढाउनु है त हाम्रो डिल भइसक्यो अब आजबाट ट्याग लाएर फोटोग्राफी र भिडियोग्राफी गर्नु छ भने भन्ने हुन्छ केटाहरूलाई टक्क दामी गरिदिन्छ है त केटा होला यहाँनिर उडिसकेको छ ट्याग लाएर अनि यहाँनिर चाहिँ अब दाइहरूले फुल दिँदै हुनुहुन्छ अनि त्यही हो ट्याक्क अब हामी यहाँ लुक्नुपर्ने हुन्छ यता ढुक पछाडि किनभनेदेखि हामी पनि आउँछौँ फेरि भिडियोमा अनि त्यही हो त्यही भएर हामी यहाँनिर अब ट्याक्क लगाएर लुक्छौँ है त हाम्रो यहाँनिर एक टेक ड्रोन सट भइसकेको छ अब बाइकवाला सट लिनलाई यहाँनिर ड्रोन अर्को टेक हुन्छ अनि पृथ्वीनारायण शाहले चाहिँ के गरेर छ दि ए भन्दा त्यो डाँडामा आएर राज गराए अनि त्यही हाम्रो यहाँनिर साथी छ यहाँनिर चिसो छ घाममा भइरहेको त्यो चाहिँ शीतल राख्नु पऱ्यो साथी मेरा बा हामी चाहिँ के भन्छ अरे मामा के भन्नु लाग्यो मामा पोस्ट वेडिङ आन्टी र अङ्कलको हाम्रो काका काकीको दोस्रो भेट होइन दोस्रो भेट भने भेट हिजो भेटे होइन ए अस्ति इङ्गेज थर्ड भेट हो क्या अरे होइन दोस्रो भेट मात्रै लिएर आउनु हाम्रो काकाले हाम्रो काकीलाई होइन हिजो गएर कहाँ क्षेत्रपाटी पार्टी प्यालेसबाट हामी अहिले हाम्रो सल्लेघारीमा छौँ यो ठाउँमा चाहिँ हाम्रो काका पनि 60 रुपियाँ तिरेर पिकनिक खान आएको थियो होइन काका हो 60 रुपियाँ तिरेर यस घरबाट थाल्ने बोकेर आयो भने जस्तो लाग्छ त्यो बेला ए हाम्रो मामालाई खासै भिडियो खिच्न चाहिँ आउँदैन त्यही भएर मैले यहाँ भ्लग बनाइदिँदैछु मेरा भाइ काका काकीलाई काकाको विश्वास लागेन अहिले नलडाइदिनु है भन्दैछन् होइन त ठिक छ नि त यो चाहिँ हाम्रो लगभग 150 वर्ष पुरानो यो बरको बोट त्यता यताबाट ओके छ त ल यहाँ चाहिँ यो बियर फुटा रहेछ सुमन काका बेमार औछान पाइएन होइन त तनाव छ यो
आमाले पुरै यहाँ भिडियो खिचिरहनु भएको छ। त्यो त हाम्रो दादाहरूले सिकाउँदै हुनुहुन्छ यसरी गर्ने उसो गर्ने भनेर। हाम्रो काका चाहिँ राइडर हुनु फेरि एमआरबीलाई पनि खुवाउँछन् ताल परे। डाइरेक्टर, प्रोड्युसर, क्यामेराम्यान, भिडियोग्राफर, सिनेमाग्राफर। सल्लाहको यति छ। अब यसलाई चाहिँ हामी सिँगारेर स्टुडियोमा राख्नेवाला छौँ। किनभने बवाल हुन्छ यसको चाहिँ। यो चाहिँ हाम्रो माधे फाँट। यो खोलो त्रिशुली खोलो ठुलो छ। अहिले अब यस्तै छ। क्यामेरामा लक्ष्मी गएर नि गर्नु त्यो के त अनिस्कोमा चाउचाउको फोर टिप्ने कुरा हुँदैछ होइन हाम्रो यहाँ। मजा आइरह। अब हाम्रो राम्रो नुवाकोट बनाउने अभियान चाहिँ हामीले यहाँ सुरु गरिसक्यौँ होइन। त्यही हो, पोस्ट वेडिङबाट हाम्रो दुईटा काम सुरु भयो। एउटा क्या राम्रो आहा हाम्रो सुन्दर नुवाकोट भन्ने हो। त्यही हो, डाँडा काँडा ड्याक्क यो चाहिँ हाम्रो डाउन गरे मैले। त्यही हो, अब हाम्रो यहाँ बबाल यसरी नाच्ने भनेर सिकाउँदैछन् पुरै। देख्न सक्नुहुन्छ हाम्रो यहाँनिर पोस्ट वेडिङ सुट भइरहेछ। हामी चाहिँ यतिखेर कहाँ छौँ रे भन्दा? हामी झिल्केश्वर डाँडा छौँ। झिल्केश्वर महादेवको मन्दिर होइन? झिल्केश्वर महादेवको मन्दिर चाहिँ यहाँ माथि हो। अनि त्यसले आएर तपाईँहरूले आएर घुम्न सक्नुहुन्छ। दामी छ, बबाल छ। लभ बाइट आज के हो? के लेखायो लभ बाइट? केही थाहा छैन। कस्तो राज है इधर। दामी छ ठाउँ। यी मन्दिर चाहिँ कहाँनिर हो? बेला बेलामा फोकस आउट भइरह होइन, ब्लरै भइरह। म त ब्लरै भयो भने हाल्नेवाला छु, किनभनेदेखि बोलिसकेको कुरो फेरि दोहोऱ्याएर बोल्दाखेरि अलिक मजा आउँदैन। अनि त्यही हो, अब यहाँनिर बेहुली दिदी घुम्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। भन्जु के छ तिम्रो हालखबर? हो, ब्लग बनाऊ न एउटा दामी तिम्रो पनि हाल। के भन नि त, रहर लाए जस्तो तिमीलाई नि यस्तो है? म रहर लागेन, टोलाइरहेको छु। हामी चाहिँ हेरेको हेरे हो यहाँनिर होइन। ट्याक्क लगाएर एउटा अचम्मको कुरा चाहिँ के देखिराखौँ भनेदेखि होइन, यहाँनिर चाहिँ ट्याक्क लगाएर यहाँनिर ट्याक्क खोटो निकाल्ने यसरी, अनि यसरी सोलीमा खोटो निकालेर ट्याक्क लगाएर रबड बनाउने। त्यसमा भान्जुले बदाम निकालिरह, सल्लाहको त्यो गुइठाको चाहिँ ट्याक्क लगाएर भित्रपट्टि बदाम हुन्छ होइन, बदाम निकालिरह। हाम्रो यहाँ पोस्ट वेडिङ सुट भइरह। अनि त्यसपछि ल्याएर हाम्रो डेली भ्लग भइरह। अनि यहाँनिर चाहिँ हाम्रो पाइरहेन राम्रोसँग। ए दाइ के गरे त्यस्तो? दाइले चाहिँ यहाँनिर हाम्रो साथीहरूले यो बदाम खाएन होला, एकदम तागतिलो प्रोटिनयुक्त हो यो बदाम। अनि त्यही हो, हामी यहाँनिर अब पोस्ट वेडिङ सुट भइरहेको। अनि यता हाम्रो दाइले ट्याक्क फोटो खिचिराख्ने। सोनीकै रहेछ त क्यामेरा त तिमीहरूको। अनि त्यसपछि ल्याएर हाम्रो बेहुला दाइ हुन्छ। हाम्रो चाहिँ अब पोस्ट वेडिङ सुट सकिन लाग्यो, अन्तिम घडीमा छौँ हामी। अनि त्यसपछि ल्याएर त्यही फाइनल भिडियो हाम्रो पेजमा आउँछ। अनि अब अरू केही भन्नु छ तिमीलाई? यसो अलिअलि मेरो फोटो खिच्न बाँकी छ। फोटो खिच्नु बाँकी छ भान्जाको। मेरो भान्जाको फोटो अब खिचिदिनुपर्छ ट्याक्क बुलेट बाइकमा राखेर। अनि त्यसपछि ल्याएर त्यही हो, यहाँनिर हाम्रो भ्लगमा अब आइडी जापानबाट पनि चल्ने भइसक्यो। हाम्रो डिल भइसक्यो दाइसँग। त्यही हो, अरू भने त्यस्तै हो होइन। अनि त्यही हो, अब हाम्रो आजको भ्लग यहीँ सकिन्छ, किनभनेदेखि सकिँदैन अहिले, बेला भएन। सकिँदैन अरे ल, किनभनेदेखि अहिले बाइक चलाउनु बाँकी छ है। सही हो ल। अनि त्यसपछि ल्याएर हाम्रो लगभग अब बेहुला दाइको घर गएर त्यहाँ अलिअलि टिका टाला हुने कार्यक्रम छ। अनि त्यो सकेर गरेर हामी होटल गएर बस्छौँ आज चाहिँ। अनि त्यसपछि ल्याएर ब्याक टु हेटौँडा भोलि बिहान हामी हिँड्छौँ।
त्यही हो भोलि अब लगभग 1 हप्ताभित्रबाट डेली आउँछ होइन त्यही हो ल है त गाइज हामी हिँड्दै गयो अब